नमस्कार। अहिले तपाईँ हेर्दै हुनुहुन्छ प्रजापति नलेज। आजको यो भिडियोमा चाहिँ एउटा मोबाइलबाट अर्को मोबाइलमा अथवा अर्को सिममा चाहिँ भोइस प्याक, डाटा प्याक्स एन्ड एसएमएस प्याक कसरी ट्रान्सफर गर्ने तरिका सिकाउन गइरहेको छु। सो तपाईले यो भिडियोलाई स्किप नगरिकन एन्डसम्म अवश्य हेर्नुहोला। यो भिडियोबाट तपाईले सजिलैसँग एउटा मोबाइलबाट अर्को मोबाइलमा चाहिँ भोइस प्याक, डाटा प्याक्स एन्ड एसएमएस प्याक ट्रान्सफर गर्न सक्नुहुन्छ। यदि तपाईले यो भिडियोलाई युट्युबमा हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, अथवा तपाईले टिकटक र फेसबुकमा हेर्दै हुनुहुन्छ भने हामीले फलो गर्नुहोला। म आशा गर्छु कि यो भिडियो तपाईलाई राम्रो लाग्छ होला। यदि राम्रो लाग्छ भने भिडियोलाई लाइक गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। आउनुहोस् भिडियो स्टार्ट गरौँ। यसको लागि सबभन्दा पहिले तपाईले गुगल प्ले स्टोरबाट एनसेल एप डाउनलोड गर्नुहोला। मैले अलरेडी डाउनलोड गरिसकेको छु, त्यही भएर डाइरेक्ट ओपन भइसकेको छ मेरो। अब डाउनलोड गरिसकेपछि तपाईले ओपन गर्नुहोला अनि रजिस्टर पनि गरेर ओपन गर्नुहोला आफ्नो सिमबाट। सुरुमा चाहिँ डाउनलोड गरेर रजिस्टर गर्नुभयो भने तपाईले 1 GB 7 दिनको लागि फ्री डाटा पनि पाउन सक्नुहुन्छ। ओपन गरिसकेपछि सबभन्दा मुनि चाहिँ हेर्न सक्नुहुन्छ प्याक्सको अप्सन रहेको छ, यसमा चाहिँ क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि अब सबभन्दा फर्स्टमा देखे त बेस्ट अफर रहेको छ। सबभन्दा फर्स्टमा चाहिँ बेस्ट अफर रहेको छ अनि सेकेन्डमा चाहिँ डाटा प्याक रहेको छ। अब डाटा प्याक्सको लागि तपाईले अल डाटा प्याकमा क्लिक गर्नुहोला। अल डाटा प्याक्समा क्लिक गरिसकेपछि अब मुनि हेर्न सक्नुहुन्छ यसमा चाहिँ गिफ्टको अप्सन देखाइरहेको छ यता, यसमा चाहिँ अनि अर्कोमा पनि हेर्न सक्नुहुन्छ यसमा पनि देखाइरहेको छ। यो जतिवटा चाहिँ गिफ्टको अप्सन देखाइरहेको छ त्यो प्याक्सहरू तपाईले ट्रान्सफर गर्न सक्नुहुन्छ। यो हेर्न सक्नुहुन्छ सबै प्याक्सहरू ट्रान्सफर गर्न सक्नुहुन्छ। अब ट्रान्सफर गर्नको लागि तपाईले यो अफकोर्सली मानौ यो ट्रान्सफर गर्नु छ, यो प्याक चाहिँ ट्रान्सफर गर्नु छ 200 RS 200 को 20 GB 7 दिनको लागि। यसमा चाहिँ क्लिक गर्नु होला यो प्याक्समा। त्यसपछि रेसिपिएन्ट नम्बर, अब यसमा चाहिँ कुन नम्बर राख्नुपर्छ भने तपाईले जुन मोबाइलमा ट्रान्सफर गर्न लाग्नु भएको छ त्यो मोबाइल नम्बर टाइप गर्नु होला, यसमा राख्नु होला। मुनितिर 120 क्यारेक्टरको रिमेनिङ राख्नु होला। केही कुरा राख्न सक्नुहुन्छ जस्तै कि त्यो प्याक्सको बारेमा अथवा केही जे पनि राख्न सक्नुहुन्छ। यो सेन्ड गरेर तपाईले डाटा प्याक ट्रान्सफर गर्न सक्नुहुन्छ। अब चाहिँ भोइस प्याक चाहिँ कसरी ट्रान्सफर गर्ने, भोइस प्याक ट्रान्सफर गर्नको लागि तपाईले अफकोर्सली यो भोइस प्याकमा क्लिक गर्नु होला। त्यसपछि यो हेर्न सक्नुहुन्छ आफूले सेलेक्ट गर्नु होला। 1 देखि 7 दिनको रहेको छ, 30 दिनको रहेको छ, इन्डिया कल पनि रहेको छ। अब तपाईले ट्रान्सफर गर्नु छ, अब मानौ यो भोइस प्याक ट्रान्सफर गर्नु छ RS 30 को, फेरि यसमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि रेसिपिएन्ट्स नम्बर, जुन नम्बरमा पठाउन लाग्नु भएको छ, गिफ्ट गर्न लाग्नु भएको छ अथवा ट्रान्सफर गर्न लाग्नु भएको छ त्यो नम्बर चाहिँ यसमा टाइप गर्नु होला। मुनितिर अघिको जस्तै क्यारेक्टर मिनिङ्सहरू राख्नु होला, जे पनि राख्न सक्नुहुन्छ अनि सेन्ड गरेर चाहिँ भोइस प्याक ट्रान्सफर गर्न सक्नुहुन्छ। अनि अर्को रहेको छ एसएमएस प्याक, एसएमएसमा क्लिक गर्नु होला। यसमा पनि सेम त्यस्तै ट्रान्सफर गर्नुपर्ने हुन्छ, यसमा पनि सेम ट्रान्सफर गर्न सक्नुहुन्छ। यसमा चाहिँ क्लिक गरेर ट्रान्सफर गर्न सक्नुहुन्छ। म आशा गर्छु कि यो भिडियो तपाईलाई राम्रो लाग्यो होला। यदि भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरी आफ्नो साथीहरूलाई सेयर गरी एउटा प्यारो कमेन्ट पनि अवश्य लेखिदिनु होला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।